नमस्कार तपाईँ पनि उपनिर्वाचनमा मैले कहीँ पनि केही पनि भन्ने बेलामा मैले जस्तो कि यो बनाइदिन्छु त्यो बनाइदिन्छु कहीँ पनि भनेन। खालि यही ठाउँमा आएर मैले के भनेको थिएँ भने चुलीको बाटो चाहिँ मेरो जिम्मेवारी हो। त्यो दिनदेखि मैले के गरेको छु भने सदनमा मैले 2टा बजेट पेस गरेँ। 2टा बजेटमा एकचोटि 4 करोड माग्दाखेरि पनि सफा आयो होइन। अब त्यो प्राविधिक कठिनाइ हुन सक्छ। तपाईँ बोल्दै भने यो बजेट तपाईँले अलिक बढी हाल्नु पनि भएको अरे भन्ने चाहिँ सुनियो, तर उताको साथीहरूले चाहिँ गद्दारी गरे भन्ने पनि होइन। अब उहाँलाई पनि दोष नदिउँ, दोष त नदिउँ होइन, उहाँलाई पनि नदिउँ। 217 आएको 217ले मुनिको सम्याउने काम भएको छ। 1.5 करोड यहाँ अब काम हुँदैछ, 5-6 दिन भयो भन्ने सुनेको होइन। त्यो 1.5 करोडको काम भइरहेछ। 3 करोडको त्यो मुनिबाट के भन्छ चुली 3 करोड त्यो छुट्टै छ। त्यो कम्तीमा पनि हामीले अहिलेसम्म 7 देखि 9 करोड रुपियाँ यसमा हालिसकेको अवस्था छ। अर्को पालि हामीले यसलाई के गर्ने हो भने बहुवर्षीयमा जसरी भए पनि लाने भन्ने हिसाबले योभन्दा अगाडि पनि प्रयत्न गरे हो, फेरि पनि निरन्तर गरिरहेको छु। यो बाटोमा जबसम्म बनिरहँदैन बजेट हालिराख्ने काम हाम्रो हो। त्यो तपाईँले झझकाइराख्नु भएको छ। यो बाटो एकदमै महत्त्वपूर्ण छ भन्ने कुरा मैले महसुस गरेको छु। अब अलिअलि त बन्दै पनि छ। पहिला म यहाँ आइपुग्दाखेरि 3-4वटा ठाउँमा चाहिँ 1 फिट हाम फालेको याद छ कि मेरो गाडी। अहिले त्यस्तो छैन होइन। त्यही कारणले गर्दाखेरि तपाईँले धैर्य गरिराख्नु भएको छ, तपाईँलाई एकदमै धन्यवाद छ। बिस्तारै बिस्तारै सबै बाटो हामीले सुधार गर्दै ल्याउँछौँ। अब प्रदेश सरकारको कुरै नगरौँ, यहाँ ठाउँ ठाउँमा 35 लाख 25 लाख भनेर यो बाटो सम्याउनेदेखि लिएर सबै काम भइ नै रहेछ। अन्य तपाईँहरूको समस्यालाई समाधान गर्नको लागि निरन्तर लागिरहेको छ। विद्युतकोमा हामी फेरि लागिरहन्छ। तपाईँहरूको जे सल्लाह सुझाव छ त्यसलाई लिएर तपाईँहरूको समस्यालाई समाधान गर्नको लागि निरन्तर खटिरहेछौँ हामी जहिले पनि।